जिरेनियम फुल। यसलाई चाहिँ मजाले भाँचेर लगाउन सकिन्छ। यसरी फैलिएर जान्छ। मैले यहाँबाट एउटा हाँगा भाँचेर निकालिदिँदैछु। यो चाहिँ लगभग सानो हाँगा छ जुन चाहिँ भाँचेर ठ्याक्क यो अलिकति भनौँ न यो म्याच्योर खालको हाँगा निकालिदिँदैछु र यसलाई गएर लगाइदिँदैछु। यसलाई चाहिँ एलोभेरामा ठ्याक्क यसको तल फेदलाई चाहिँ एकछिन राखेर अब यसमा पिना मल माटो गरिकन मिसाइकन गमलामा राखेर 1 महिनामा हेर्ने हो भने यसको यसरी यो हाँगालाई चाहिँ अब यो एलोभेरामा एकछिन छोपेको छ अनि त्यसपछि लगेर मैले गमलामा लगाइदिने छु। 1 महिनाको अन्तरालमा यसलाई हेर्ने हो भने यो मजाले सरेर जरा शुद्ध आउँछ। हाँगा निकालेर मैले 1 महिना अगाडि गमलामा लगाएको थिएँ। अहिले यस्तो जराहरू लगाइसकेको छ। यसरी जरा लगाइसकेको छ। अब फेरि यसलाई चाहिँ अब अर्को गमलामा लगाइदिँदै हो। अब यसरी पिना राखियो। यसमा विभिन्न खालको घरेलु मलहरू, त्यसपछि गएर माटो अलिअलि बालुवा राखेर अब पिना राखेर यसलाई चाहिँ पिनालाई मजाले यसमा चलाइकन यसलाई हामीले यहाँ सार्दिँदैछौँ। ल यसलाई पातहरू जोगाएर अलग्ग यसरी जतासुकैबाट माटो राखिकन लगाइदिएपछि 1 महिनापछि हेर्ने हो भने यो गमला चाहिँ मजाले वरिपरि यसको कोपिला लागेर सब फुलिरहेको हुन्छ। र यो चाहिँ 12 मासे भएको कारणले गर्दा फुल्न पनि सदा फुल्छ र नफुलेको बेलामा पनि हरियो राम्रो रहिरहेको छ।